A favor del Real Madrid. के ओलम्पिक म्याच साँच्चै किन रब नै भएका हुन् त फ्रम रियल मैड्रिड? Hello everybody, I am the Nitoman and let's talk about the match played between Real Madrid and Olympic Marseille in the Champions League. सुरुमा त फर्स्ट हाफको कुरा गर्नु पर्दाखेरि फर्स्ट हाफमा चाहिँ लास्टै नै हाई प्रेस गरेको थियो रियल मैड्रिडले र बिल्ड अप गर्न पनि दिएको थिएन उता के रे ओलम्पिक मार्सेलाई। कसरी भन्दाखेरि कस्तो हाई प्रेस भन्दाखेरि हाई प्रेस पनि लास्टै हाई प्रेस। जस्ट यहाँ हेर्न सक्नुहुन्छ कि डीएम यताको रियल मैड्रिडको डीएम ओलम्पिक मार्सेको डीएमलाई गएर प्रेस गरिरहेको छ अनि मेन टु मेन प्रेस हाई प्रेस गरिरहेको छ सबैजनाले। एन्ड देन आई थिंक यो चाहिँ ट्याक्टिकली आउट मास्टर गरेको हो ओलम्पिक मार्सेको कोच डिजेर्बीलाई फ्रम छाबी अलोन्जो र अनि एउटा कुरा के हो भन्दाखेरि हाई प्रेस गर्यो भने के हुन्छ हामीले बार्सासँग पनि सिकेको पछाडी ब्याक लाइनमा स्पेस हुन्छ त्यही स्पेसलाई युटिलाइज गरेर कुनै बेला चाहिँ एट्याकहरु आइरहेको थियो तर त्यो क्वालिटी एट्याक थिएन। तर फेरि एउटा इन्स्टान्समा त्यो जुन फर्स्ट गोल आउँछ नि त्यो फर्स्ट गोल कसरी आयो म तपाईलाई भनिदिन्छु। सुरुमा त रियल मैड्रिडको सेन्टर ब्याक डिन हजनले अरु बेला बललाई ड्राइभ गरे जस्तै ड्राइभ गर्छन् अनि त्यसपछि त्यो बललाई आर्दा गुलरमा पास दिइरहेको हुन्छ तर नो आर्दा गुलर मिस प्रेस अबेम्याङको प्रेसमा बल पाउँछन् र ग्रीनवुड टु टिमोथी वे अमेजिङ फिनिश। अनि त्यसपछि सेकेन्ड हाफ एट्याक गकै गर्छ। आई थिंक मस्टन टुनो यो टिममा एड्याप्ट गरिसके अलिकति फिनिशिङ मात्र इम्प्रुभ गर्नु छ नभए त मस्टन टुनो खत्रै हो। एउटा जुन इन्स्टेन्स हो नि त्यो मेसी जस्तै लगेको बिचबाट तर त्यो फिनिश गर्न सकेन सो स्याड। र अरु कुरा गर्नु पर्दाखेरि त्यसपछि आउँछ पेनल्टी। आई थिंक यो पेनल्टी चाहिँ राम्रै थियो सेकेन्डको भन्दा अनि आउँछ सेकेन्ड हाफ र सेकेन्ड हाफमा चाहिँ आई थिंक रोबर्ट डी जर्बी ओलम्पिक मार्सेका चेन्जेसहरु गर्छन् र बिल्डअप गर्नलाई सहयोग हुन्छ र त्यही बिल्डअप गर्न सहयोग भएपछि उनीहरूले अलिकति एट्याकहरु क्वालिटी एट्याकहरु निकाल्दै थिए र त्यो निकाल्दै अलिअलि एट्याक त गरेको देखिँदै थियो तर पनि म्याड्रिडको डिफेन्स र कोच वालले सेभ गरिरहेका थिए। त्यसपछि आउ कार्बाहाल के सोचिरहेको थियो भाइ तिमी के यो WWE हो? तर धेरै रियल मैड्रिड फ्यानले भन्छन् होला कि यो अलिकति त्यो निधारले त्यो के भन्छ त्यो अर्कोको निधारमा यसरी टीका लगाइदिए जस्तो मात्र छ तर के त्यस्तो गर्न पाउँछ? त्यो रुल हो त। आई थिंक रेड कार्ड डिजर्भ थियो र अनि त्यसपछि आउँछ पेनल्टी। यसको लागि त म त के पनि भन्नु। अनि एम्बापे स्कोर्स। कस्तो लाग्यो त तपाईलाई म्याच? तपाई आफ्नो कमेन्ट डाउन गर्न सक्नुहुन्छ र मेरो भ्यूहरु पनि मन परेन कहाँ मन परेन भने तपाई कमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै हो। लाइक गर्न होला यहाँसम्म हेरिराख्नु भएको छ भने र फुटबल कन्टेन्टहरु हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई फलो र पेजलाई फलो या युट्युबमा सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।